यो र्याप चाहिँ जेठको मर्ने जस्तो गर्मीमा पनि खाडी मुलुकमा काम गर्नुहुने मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि है त सबैले अन्तिम समय र साथ दिनु होला। यही खाडीको लाउरे म त काम गर्छु दुबई भित्र। जेठको महिना अब गर्मी सुरु हुँदै मित्र। 50 डिग्री भन्दा माथिको गर्मीमा तातो बालुवा बोक्नु पर्छ रुदै मित्र। काम नगरम भने क्यारी पैसा फल्छ जब 50,000 कमाउन नयाँ छाती जल्नु पर्छ। नेपालमा बायामा चाउरी परिसके त्यस्तै कुराहरू सोच्दा रातमा निद्रा छैन मित्र। आँखामा आँसु होइन पसिना छ मित्र। स्यालेरी कम धेरै गर्नुपर्छ दुःख। कामबाट आएर नुहाउन जान्छु भनी बाथरुम छिर्दा गर्मीले तातो पानी भल्किरहेछ मित्र। म मात्र होइन यहाँ चर्को घाममा धेरै भेट्छु। 80 तले घर माथि झुन्डिरहेको हुन्छन्। बाआमा परिवार र नेपालको सान बोकी औँला भन्दा मसिनो डोरीमा टङ्गिरहेको हुन्छन्। चर्को घाम, तर घाम भन्दा पनि मेरो कर्तव्यहरू चर्को छन त। मेरो पनि थुप्रै चाहनाहरू छन्, तर आई ओभरकम माई फ्यासन, किनकि म भन्दा माथि मेरो परिवार र घर हो। धन्यवाद सबैलाई।